मलाई पनि यस्तो सिकाइदिए हुन्थ्यो। बुढाले काट्छ, बुढीले पकाएर दिन्छ। मैले त किन सिकेँ? अनि तपाईँ नभएको बेला मैले पकाउनु पर्यो भने चाहिँ मम्मी पर्फेक्ट, मम्मी नभएको बेला, बाबा पर्फेक्ट, बाबा पनि नभएको बेला, एक्लै चाहिँ किन खाने? पाहुना आएको बेला हौ। पर डाँडामा ब्रोइलर छ। सिकाउँछु भन्दा भन्दै 2 वर्ष भइसक्यो। इम्पोर्टेन्ट कुराहरू चाहिँ सिकाएको छैन। यो इम्पोर्टेन्ट होइन झन्। इम्पोर्टेन्ट होइन यो। बुढीले भाले काट्नु सिक्नु। मधुरती तिमी आकाश भई। फेरि गयो सेकेन्ड राउन्ड। यसको चाहिँ यो तिते बनाउन आँटेको अरे 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 अरे